लाइक म फर्स्ट टाइम आउँदाखेरि चाहिँ 10,000 लिएर आएको थिएँ। 10,000 के हुन्छ, नथिङ। अनि मेरो मम ड्याड यहाँ कोही छैन काठमाडौँमा, कोसँग बसेर 2 महिना कसरी स्ट्रगल गरेँ होला, लाइक यो गाडी कस्तो ट्राफिक हुन्छ, कसरी खेलिरहेको होला, त्यो चिजहरू हुन्छ कि जतिसम्म तिमीले स्ट्रगल गर्दैनौ। बट मैले के चाहन्छु, तिमीहरू माथिको लेभलमा गएर स्ट्रगल चाहिँ नगर। त्यसले गर्दा यहाँ तिमीलाई बेसिक्सहरू सिकाइरहेको छु कि अब माथि गएर तिमीले बेसिक्स रङ गरेछौ भने तिमीहरू बस्न सक्दैनौ। किनकि पेस बोलरले जति पढ्छ नि, किनकि पेस बोलर बस्ने एउटै चिज छ, त्यसले पढ्नु पऱ्यो ब्याट्सम्यानको दिमागमा के छ। लाइक कोही ब्याट्सम्यान वान साइड खेल्छ, यता खेल्दै खेल्दैन, म सब फिल्डर यता लाग्छु अनि यतै खेलाइदिन्छु। प्लान गर्नु पऱ्यो, त्यो प्लान तिम्रो अहिले आउँदैन। एज अ पेस बोलरमा खेलिरहेको छु यो जेनेरेसनमा, त्यसले गर्दा यो थाहा छ होइन। बोलरहरूको जिम भन्ने के हुन्छ थाहा छैन। यहाँ गयो जिम गराइदियो भने डम्बल उठायो, ठाक ठाक हान्यो, सोल्डर हान्यो, त्यसको फाइदै छैन। किनकि त्यसले सोल्डरहरू हेभी हुन्छ। सोल्डर हेभी भएपछि घुम्दै घुम्दैन बोल, लेट हुन्छ। हेभी भएपछि हात फास्ट घुम्दै। दुनियाँको जति पनि प्लेयरहरू छ नि, जति अनफर्म हुन्छ, त्यो आएर के गर्छ, बेसिक्सहरू मात्रै गर्छ। बेसिक्सहरू मात्रै गर्छ। बोलिङ मेसिनमा भयो या बोलर राखेर भयो होइन, बोलरले बोल फाल्छ, त्यस्तोले काउन्ट गर्छ। मेबी तिमीहरूले काउन्ट गर्दैन होला। मर्निङमा आइरहेको थियो, सबले 90 बोल खेल्थ्यो, अस्ति आयो 60 बोल खेलिरहेको थियो। कसैले थाहा छ? थाहा छैन नि, मैले काउन्ट गरिरहेको छु नि। अनि कसैले यहाँ खेलिरहेको छ, त्यसले 200-300 गऱ्यो होइन, कति भयो? 300 बोल भयो नि दिनको। अनि 300 बोल इनफ हो क्या एउटा ब्याट्सम्यानको लागि। बट तिमीले त काउन्ट गर्दैन नि, त्यो काउन्ट गर्नु पऱ्यो एभ्री प्लेयरले। मैले काउन्ट गरिरहेको छु एज ए कोच, तिमी एज ए प्लेयरले गर्न सक्दैन त्यो चिज हो। म दिनमा 500 बोल खेल्छु यार, मैले काउन्ट गरेर खेल्छु 1 घन्टा। त्यस्तो हो, म 36 बोल मात्रै फाल्छु। काउन्ट गर्नु पऱ्यो, आफूलाई थाहा हुनु पऱ्यो आफूले कति खान सकिन्छ है। त्यो काउन्ट गरेर क्या आफू आएपछि एज ए ब्याट्सम्यान तिम्रो जति 300-400 बोल 500 बोल खेल्दैन भने तिमीहरूको न ड्राइभ पर्फेक्ट हुन्छ न डिफेन्स। त्यो चिजहरू लाइक यो बहिनी अस्ति डिफेन्स गरिरहेको थियो, बहिनीले थाहै थिएन कि यसले राइट गरिरहेछ। बट यो कन्फ्युज थियो कि मैले के गरिरहेको छु, ब्याटमा लागिरहेको थिएन होइन। बट मलाई थाहा छैन त मैले के सिकाइरहेको छु। मलाई खुसी लागिरहेको छ किनकि फर्स्ट टाइम आउँदाखेरि ब्याट यहाँ आउँथ्यो, प्याड निस्किँदैन। अहिले प्याड त निस्किरहेको छैन, ब्याट पनि आइरहेको छ। मेबी बोल मिस भइरहेको छ, केही छैन। 2 दिनपछि लाग्छ कि त्यो कुरा, 2 दिनपछि चाहिँ लाग्छ। लाइक यो भाइ अस्ति डिफेन्स ड्राइभ एकदमै राम्रो गरिरहेको थियो, जसले भने होइन। अनि 1 दिन ग्याप भयो, त्यसपछि डिफेन्स पनि यहाँ अनि ड्राइभ पनि यहाँ। अनि टाढाबाट खेलेपछि त पावरै जाँदैन नि त, किनकि हात खुल्यो। पावर त यहाँ लाग्ने नि, यहाँ होइन नि त। हात खोलेपछि तिनीहरू याद गर्नु पऱ्यो क्या हामीलाई। एज ए बोलर तिमीले यहाँ रिलिज गरेछौ भने अघि बढ्छ, यहाँ नफाल्यो भने तल सर्छ है। एज अ स्पिनर तिमीलाई यसरी यो सोल्डर देखाएर फालिरहेको छ भने धेरै टर्न पाउँछ, यहाँबाट फाल्यो भने फ्ल्याट हुन्छ। अनि ब्याट्सम्यानले पनि त्यो हेर्नु पऱ्यो। ब्याट्सम्यानले ब्याटिङ गरिरहेछ, बोलरले यहाँबाट बोल फालेछ, यस्तै त कहाँ आउँछ, सिधा आउँछ। अनि यही बोल माथिबाट पनि कहाँ आउँछ, माथि आउँछ, टर्नको लागि गर्छ यो। अनि तिनी चिजहरू पढ्नु पऱ्यो क्या। राहुल द्राविडले यत्तिकै नै सर्भाइभ गर्दैन क्या। तिनीहरूले एक्सनदेखि थाहा पाउँछ यसले यर्कर फाल्छ, बाउन्सर फाल्छ भने। त्यही भएर तिनी महान प्लेयरहरू भन्छ क्या। लाइक सचिन तेन्दुलकर बाहिर बसेर भन्छ यो बोलरले के फालिरहेको झुक्काउनुको लागि एज ए बोलर होइन। मैले स्लिप राखेँ, थर्ड म्यान पछि राखेँ, फाइन लेग भित्र राखेँ, अनि डिप राखेँ एउटा होइन। अनि त्यसलाई के फाल्ने, त्यसले के सोच्छ, अघि तेज फालिरहेको छ यसले, अघि चाहिँ तेज फाल्छ होइन। अनि त्यो माथि घुमाउन जान्छ, मैले स्लो रन फाल्ने क्या। त्यसलाई कन्फ्युज गर्ने क्या, ब्याट्सम्यानको दिमागसँग खेल्नु पऱ्यो। अनि ब्याट्सम्यानले चाहिँ बोलरको दिमागसँग खेल्नु पऱ्यो। बोलरलाई आफ्नो एरियामा लिएर आउनु पऱ्यो। यो होइन म त्यसको एरियामा गएँ, त्यसको एरियामा गयो भने त्यसले खाइदिन्छ। बोलरलाई आफ्नो एरियामा लिएर आउनु पऱ्यो। अनि ब्याट्सम्यानलाई पनि बोलरले गल्ती गराउनु पऱ्यो। कसरी गल्ती गराउनु, कन्फ्युज पार्ने। फिल्डर ल्यायो, बाउन्सर फाल्छ जस्तो लाग्यो, यर्कर फाल्छ, बाउन्सर फाल्छ जस्तो लाग्यो, कट खिलायो। तिनी चिजहरू हो। तिनी चिजहरू तिमीहरूलाई स्लोली जतिसम्म तिमीहरू खेल्दैनौ न इन्टरनेसनल लेभल, त्यतिसम्म पुग्दैन त्यो कुरा तिमीहरूको माइन्डमा। अहिले तिमीलाई मेसेज दिइरहेको छु त्यहाँ तिमीले बुझ्यो यो कुराहरू, अनि त्यसरी फोकस गर। मेबी अरू कसैले भन्दैन होला यो कुरा, त्यसले गर्दा भनिरहेको छु तिनीहरू पढिराख। म्याच हुन्छ तिमीहरूको होइन, फिल्डर हेर मजाले, फिल्डर हेर मजाले कहाँ कहाँ राखिरहेको छ होइन, त्यो थाहा पाइहाल्छ कहाँ। दिमाग लाउनु पऱ्यो तिमीहरूलाई। जतिसम्म यो युज गर्दैनौ नि त्यतिसम्म हुँदैन। गधावाला मेहनत नगर, गधावाला मेहनत गर्ने होइन, इन्सानवाला गर, घोडावाला गर है। सिधा हेऱ्यो अनि सिधा गयो, टार्गेट हुनु पऱ्यो एउटा।
हुन्छ भोलिदेखि एकदम मजाले गरौँ न। टुर्नामेन्ट आइरहेछ यार, मलाई नराम्रो लाग्छ क्या तिमीहरूलाई यो गयो भनिरहेको थियो के तँ डराइरहेको थिइस् भनिरहनु गएनस्। यस्तो त्यो डराउने चिज होइन कि लाइक तिमीलाई अब यो यहाँ खेल्न बिग भइरहेछ नि, यहाँ तिमी टेस्ट म्याच खेले त सुध्रेन नि। जतिसम्म तिमी अन ड्राइभको लागि प्र्याक्टिस गर्दैनौ अन ड्राइभ तिमीलाई म्याक्सिमम् दिनमा 1000वटा खेल्नु पऱ्यो, बल्ल ठिक हुन्छ, नभए हुँदैन। त्यो तिनी चिजहरू बुझ। त्यो आफ्नो ब्याटिङ सुधार्न आफूले चाहिँ मेहनत गर्नुपर्छ। आयो